आइसक्रिम खाँदै भ्लग बनाउनु पनि आउनु त गाइज। यसरी यो हातले यसरी हो गाइज होइन हामी चाहिँ अहिले एकदम ठिक छ बबार नि? हामी चाहिँ अहिले यो मात्र नयाँ भ्लग, यो पहिलो नयाँ। अनि यो सन्तोष बुढा भ्लग युट्युब च्यानलमा आउनेछ, तपाईँहरूलाई अवगत नै छ। अनि हामी आज एन्जिला मुभी हेरेर आएको है। खासमा आज यो एन्जिला मुभीको प्रमोसन गर्न आएको हो, जसमा भाइ एन्जिला मुभी कस्तो लाग्यो? खतरा लाग्यो? भाइलाई पनि खतरा लाग्यो अरे। अनि एन्जिला मुभीको बारेमा दुई शब्द है, त्यसपछि बाँकी अरू हामी यो धनगढीको दृश्य देखाइरहनेछौँ। अनि एन्जिला मुभी चाहिँ कस्तो थियो भन्दाखेरि एकदम यो फुल हो, फुल भन्न नि अब जे सोच्नुहुन्छ मलाई भने आउँछु। अनि आज हाम्रो प्रिभ्यू सकिए अनुसार यो रमाइलोको पल हो है। यो एकदम सफा धनगढी, स्वच्छ धनगढी, हाम्रो धनगढी, हर घडी नगर प्रहरी। त्यसैले हेर्नुहोस् यसरी गरेर सोचै छ हो भयो त्यो फोकस माथि जान लाग्यो होला। अरे अनि हाम्रो क्यामेरा फ्रेम मिल्यो छ र? ठिक छ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। सन्तोष दियाको फ्युचर मेरो फ्युचर कसरी होला? मेरो लाइफ कति राम्रो भइसक्छ। फ्युचर मेरो होइन फ्युचर, हुन सक्छ, होइन अनितको हुन सक्छ। मेरो त होइन। यस्तोहरू नगर न। गाइस दिया रुँदैछ। अब यो भिडियो जान्छ केमिस्ट्रीको ग्रुपमा। के भाइ छैन अहिले के भयो? ल जाऊ। आइसक्रिम खाँदै भ्लग बनाएन नि तर सन्तोष हुन्छ। चोकोबार 33 रुपियाँ हुन्छ, मिल्कवाला 20 आउँछ, 10 वाला पनि आउँछ। सन्तोष ल आइसक्रिम ल्याऊ। के मिल्कवाला? त्यो मिल्कवाला हजुर। मेरो वेट बढ्यो हो क्या? यार ये कितनी औसम है यार। हेर न खुब आफूले खुवा जस्तो आज कति हेर्दैछ। के ओ डस्टबिन गएको छ। लौ अब के खाऊ? लोक यसमा छ कि नै? लास्टमा यो काट्ने बेला पुरै खाइदियो। आधै होला गाई जाँदा आयो। तिमी खोला त, खोला न छिटो। बनायो ल गाइज, वेलकम टु माई भ्लग। वेलकम टु हुड। हेर्नुहोस् आज हामी एन्जिला मुभी हेरेर आएको है। बाइक गयो, अनि यहाँ हिँडिरहेको मान्छे हो, हामी पनि जाँदैछु। हामी पनि मान्छे हो। उता हिँड्दै त सन्तोष, उसले भन्यो धीरज डना। मलाई भोक लाग्यो, अब एकछिनमा नास्ता खान्छु। सबले भन्छ सन्तोष डना। अस्ति ऱ्याप हान्छ भन्ने सुनेको बबाल हान्छ पोखरीमा गएर कहीँ हान्छ। ठिक छ, हामी कहाँ गइरहेको छौँ भन्ने पनि पत्तो छैन। रोड अहिले सब भइदियो, मजा आउँथ्यो नि। रात किन हुन्छ
सन्तोषको त दिल खायो क्या त्यो मुभीले है। त्यसैले आयुष कमल कमल तिमीहरू केटाहरू गइहाल कि हेर्न गइहाल भने के गर्छौ भाइ तिमीहरू? निस्किहाल तिमीहरू। एन्जिला मुभी फुटबल प्लेयर हो। उही फुटबल यो कमले गयो। मेसी तिमीले त जानै पर्ने। अनिस खुट्टा जोड्यो नि फुटबलका लागि जानुपर्छ है। त्यसको पनि खुट्टा तोड्या हो। म सम्भावना देखिरहेको छु एउटै एउटै है। पोसिबिलिटी गाइज जर्मन सेफर्ड हो स्वच्छ सफा धनगढी स्वच्छ धनगढी सफा गरिरहेको छ हेर हो। जर्मन सेफर्ड हेर्न सक्नुहुन्छ। हो नाइ सफा गरे भाइ सफा गरे घरको अगाडिदेखि फाल्दियो यो सफा गरेर भित्र डस्टबिनमा हाल्दैन तिम्रो भिडियो आउँछ नेटफ्लिक्समा। कटेज फेरि कटेज आयो हुँ। रसियन आइज। म दुई शब्द भन्न चाहन्छु तिम्रो लागि यो फुल यो फुल हामी अर्पण गर्न चाहन्छौँ। यो फुल लिएर तिमीलाई बेस्ट अफ लक भन्न पनि चाहन्छु। अरू केही नै तिन स्कुटी होला किन हाँस्नु लाग्यो हामीलाई देखेर? ओ त्यति बेला बनाउनु पर्छ नि बनायो त्यो रियाक्सन त्यही। ए ल ल ल त्यसो यो जिम ए यहाँ रहेछ गाइस जिम। 500 मा हुन्छ है गाइस। जिममा फोटो कसको छ दाजु त्यहाँबाट हेर त। गाइस हामी अब यता गन्ना देखेर सुगर क्यान देखेर हामी सुगर क्यान खान आइदिएको किनभने हामीसँग धेरै पैसा छ गाइस। वी आर भेरी रिच। ए दुई शब्द हामीसँग पैसा त अरे पुरै नगरौँ। मसँग के छ पैसा मसँग के पैसा नहुने हुन्छ हामीसँग। अहिले स्या देखाउँ खालि नम्बर क्लिक गरेर त्यो रिक्वेस्ट गर्ने अप्सन निचेमा त छैन गल्तीमा चाहिँ त्यो माग्ला। ए शुद्ध धनगढी सफा धनगढी गयो कार। कसले भन्छ धनगढीमा अमिर मान्छेहरू छैन? सन्तोष बजारको त हामी त सो मात्र नगरे हो। के भ्लग राम्रो लाग्यो र हो मा केटी कस्तो छ? ल बाबा होला ल गाइस बाबा किडो हो नि अहिले 4 मगाइदिनु कोठा सक्ने रहेछ है। ल हल्का फिनिस गर अनि कम्पिटिसन गर्दा गर्छ 1 2 3 मैले हल्का 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 अहिले उयोले आँखा खायो मैले बुझ्छ। हाल्यो नि ओ खालो न खानु हुन्छ नि आयोडिन ब्ल्याक उहाँदेखि हेऱ्यो होला एक्सट्राक्सन गरे होला। गाइस हामीले खाएर यी ब्रिटिसको 60 अङ्कल हाम्रो फ्युचर प्लानिङ यस्तो छ। यो हाम्रो फ्युचर प्लानिङ गाइस अङ्कलको त पुरै रहेछ। ल गाइस हेर्नुहोस् ल सर गाइस हामी हेर्न यता जानु लाग्थ्यो अगाडि। स्माइल दियो त सब हाँसी त कति भोलिदेखि आइपिएल सुरु 300 गजब आउने है। कस्तो मजा होइन फेयर बनाउनु छ नेपालीको मान्नुहोस् है सब एउटा लेसन बाँकी छ सहकारी। अब आज सर्भिस गर न के अरे अरे के छ ठिक छ कहाँ जानु लाग्छौ? ए ओ दोस्त दोस्त पन्जु गएमा पढाएको थिएँ म आज भोलि 4 सालपछि त म पनि ठुलो भ्लगर बनिसकेँ। कति सब्सक्राइबर छ है? 200 त पुग्यो 203 धेरै हो 250 जना त मलाई हेर्छन्। ल्याक अफ पेपर ल्याक अफ के हाने ल्याक अफ कुक फ्रेन्डली
lack of raw material, lack of government policy, lack of marketing strategy, इकोनोमिक कन्डिसन lack of skilled manpower. तिनवटा So guys, पैसा मिल्यो? कति मार्क्स हाँ? कति मार्क्स त्यो खै होला। गाइज यो पिपलको पात हो, यो चाहिँ मोनोकोट हो। टाइकोट हो कि मोनोकोट हो यो? के भन्न चाहन्छौँ? जस्तो के हो गाइज भन्नु होला यो कुन प्लान्ट कुन लिफ हो मोनोकट डाइकोट टाइकोटै हुनसक्छ गाइज, किनभने मोनोकोट त हाम्रो धनगढी सफा धनगढी। यता गाइज हाम्रो बाटो चाहिँ यहीँसम्म थियो, अगाडि पनि रहेछ ए बाटो यतिसम्म हामी थियो छुट्टी नपुग्यौँ होइन गाइज। अनि यता छुट्टिहाल्यौँ अब। ठिक छ आजको लागि यति नै भयो आजको यो धेरै राम्रो भयो, तर उनीहरू उता गए, बाटो फरक भयो, डेस्टिनेसन नि रुट नि फरक भयो। उनी भयो मान्छे पनि अलगमा उनी भयो जुनियर, हामी भयो सिनियर, हामी भयो धनी धनी उनी भयो गरिब। मिडल क्लास फ्यामिली तर हामीले गन्डाको जुस खायौँ, उनीहरू खान्छन् पानीपुरी। 30 रुपियाँ खायो तिनीहरू 20 रुपियाँ हेर्न लाज तर है, पछाडि हेर त नाइ म राम्रै छैन बहिनी हेर्न लाज। तिमी इम्याच्योर छौ कि अहिले ना बात करूं तो पल ये अधूरे लगते हैं, बाकी भी तेरे बिना सपने ना पूरे लगते।